जतिकै जोबान चाहिने हो अमला खाने नै हो ए बसेन माया किन हो किन आई लभ यु भनेकै हो अब तुरेर बस्दैन पार्वती छोडेर पारुले रानी नै हो रनका बुझे कहीँ हो बेला अगाडि। हेलो साथीहरू, नमस्ते नमस्ते। म चाहिँ धेरै दिन पछाडि आज घर जाँदैछु है। काठमाडौँको बसाइ धेरै लामो भयो, त्यही भएर आज चाहिँ यहाँ चढ्दैछु म होइन। म चढ्ने गाडी चाहिँ यो हो, गोबस रहेछ होइन। यो गाडी चाहिँ यो गाडीमा चाहिँ म जाँदैछु होइन। यो चाहिँ यहाँको बस पार्किङ हो, बस पार्किङ यो चाहिँ होइन। त दामी दामी गाडीहरू लागिरहेछ सबै बस पार्कमा। यो गाडीमा चाहिँ म आज यात्रा गर्दैछु। आजको राति मेरो यात्रा यहाँ हुनेछ यो गाडीमा। यो गाडी चाहिँ भित्र हेरौँ त कस्तो रहेछ ल, भित्रको है। यो चाहिँ म ड्राइभरको सिट हो यहाँ चाहिँ है। यो 1 नम्बरको सिट चाहिँ मेरो छ होइन, सोफा सिट रहेछ। गाडी चाहिँ पुरानो रहेछ हो, पैसा चाहिँ धेरै लियो। सिट चाहिँ यस्तो रहेछ है। साथीहरू, म चाहिँ गाडीको सिटमा बसिसकेको छु। घाम लागिरहेछ, तातो भइरहेछ। अब एकछिनमा गाडी हिँड्छ भनेको चाहिँ यहाँ टिभी रहेछ, यहाँ वाइफाई रहेछ क्या अरे। सही गाडी चाहिँ पुरानो गाडी भएर होला। आजको मेरो यात्रा भनेको काठमाडौँ टु मोरङ पाउँदैछ। साथीहरू, यात्रा कस्तो हुन्छ थाहा छैन होइन। सेयर त सुखमय यात्रा नै होला जस्तो छ। जस्तो हुन्छ अब भरे हेर्दै जाउँ होइन। ठाउँ ठाउँमा यसो टाइम मिल्यो भने भिडियो बनाउँदै गरौँ न है त। साथीहरू, मेरो चाहिँ एकदम यात्रा सुरुवात भइरहेछ। यो यात्रा सुनाउनु चाहिँ अब हिँडेको है साथीहरू, काठमाडौँ टु यस्तो दामी दामी गाडीहरू छ यहाँ त। काठमाडौँ कटरी बिल्टार काठमाडौँको न्यू बस पार्क। बाई बाई काठमाडौँ। यात्रा मेरो एकदम शुभ रहोस्। हामी चाहिँ एकदम बस पार्कबाट चाहिँ निस्कियो है अब चाहिँ। ओहो, यात्रा चाहिँ नयाँ बस पार्कदेखि बाहिर निस्केको अवस्था छौँ हामीहरू चाहिँ। भेट हुँदा मै देख्न पाम जाने सम्झना रैया जानेको रैया चुरीको
बासाले गाछु गीत हाम्रो लाउरे साको आशाले दमक माथिको त्यतिकै जोबान जानिने हो अमला खाने नै हो ए बसेन माया किन हो किन आइलाबी भनेकै हो अब कुरो र बस्दैन पार्वती छोडेर पारुले लाने नै हो रनका बुढे त्यही हो बेला अगाडि पछाडि उठेर बसेर दायाँ बायाँ चाहिँ नस्ता खाने ठाउँमा है यही गाडी लिएर आएको हामीमा चाहिँ नस्ता खाने ठाउँ छ यहाँ यो गाडी चाहिँ सरर हामीले लिएर आएको है बाहिरबाट लुक्स चाहिँ दामी छ यार गाडीको गाडी एकदम जाने क्रम भइरहेछ र माथिबाट आउने हो यति पर बाहिर बाजेको पेडा टोइटरी चोक है यो चाहिँ इटरी चोकमा आइपुगेको छु हामी चाहिँ अहिले है इटरी चोक बिहानीको व्यस्त छ है यात्रा भइरहेछ अझैसम्म पनि हेलो हेलो फाइनली साथीहरू म चाहिँ घरमा आइपुगेको छु है घरमा आइपुगेको छु म चाहिँ होइन घरमा आएर यसो घुमघाम अब घुमघाम हुन्छ मेरो चाहिँ यहाँ चाहिँ नयाँ घर बनिँदै रहेछ मेरो भान्जो कता गयो ओ भान्जो के गर्छौ ब्लग बनिँदैछ त के हो नि मेरो भान्जाको स्टाइलै फेरि खतरा छ क्या यहाँ